हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज चाहिँ मैले मेरो फुलबारीमा लिएर आएकी छु हजुरहरूलाई। आज चाहिँ मैले मेरो घरमा सिजनल फुलहरूलाई चाहिँ रोप्नु गइरहेकी छु। अनि मैले कसरी रोप्छु त हजुरहरूको माझमा सेयर गरिरहेको छु त साथीहरू। सबैभन्दा पहिला चाहिँ मैले यसलाई माटो रेडी गर्छु। यसको लागि मैले अलिकति माटोलाई पनि लिएकी छु। अनि कोकोपिट, त्यसपछि यो अर्ग्यानिक कम्पोस्ट मललाई पनि लिएकी छु। अनि यता मैले चाहिँ यो नर्सरीबाट लिएको छु फुल दुईटा। अनि अरू चाहिँ मेरैमा थियो, मेरैमा उम्रेको थियो, घरैमा उम्रेको थियो, यसलाई नै राख्ने गरेको छु। अब रोप्नुलाई रेडी गरेको छु। अनि यो मैले चाहिँ यो पत्कर मल पनि थोरै लिएकी छु बारीबाट, आफ्नै बारीमा। मैले चाहिँ हेर्नुहोस् त साथीहरू, माटो पनि रेडी गरेँ। यसमा चाहिँ मैले साथीहरू थोरै माटो लिएकी छु अनि कम्पोस्ट मललाई पनि अलिकति लिएकी छु। त्यसपछि मैले थोरै कोकोपिटलाई पनि यही राखिदिएकी छु। हजुरहरूले चाहिँ यो चाहिँ मैले राखेको अगाडि बनाउनु पाइनँ रहेछु, भिडियो मेरो छुट्यो। अनि यसलाई चाहिँ मैले मजाले मिक्स गर्छु। यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। यो माटोहरू मसिनो सबै कुराहरू मिलाएर सबै निकालेर यो डल्लाडल्लीहरूलाई सबै मैले मसिनो गरेर मिक्स गर्छु। यसलाई चाहिँ मजाले अलिकति यसलाई टाइम दिएर मजाले मिक्स गर्नुपर्ने हुन्छ। यो मललाई चाहिँ सबैतिर मल लाग्नु पर्यो नि त। अनि मैले चाहिँ यो फुल रोप्नुलाई चाहिँ यो नर्सरी पटवाला गमला अर्डर गरेकी थिएँ मैले। यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। अगाडि पनि मैले 5वटा अर्डर गरेको थिएँ, लिएकी थिएँ। अहिले फेरि मैले 10वटा लिएकी छु यो सिजनल फुल रोप्नुको लागि चाहिँ। अनि राम्रो लाग्यो एकदम, दरो पनि मजाको। अनि मैले यसलाई चाहिँ के अरे मुनिबाट चाहिँ मैले यो कार्टुनहरू हुन्छ नि, हो यसलाई पनि राखिदिन्छु कि यो नि राख्दाखेरि राम्रै हुन्छ। मुनिबाट मैले कार्टुनलाई पनि राखिदिएँ थोरै। मैले यसमा ढुङ्गा चाहिँ राखिनँ, किनभने यो अब अलिक महिनापछि फेरि हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि मैले चाहिँ यही कार्टुन राखेँ मुनिबाट। अनि यो पत्कर पनि राखिदिन्छु मैले। यो पत्कर चाहिँ एकदम राम्रो हुन्छ क्या मल। यो इन्डोरको लागि चाहिँ एकदम राम्रो हो। तर मैले आउटडोरको लागि पनि राखेकी छु। यसलाई पत्कर चाहिँ आधी राखेँ, आधी राख्दिनँ यो पत्कर। अनि त्यसपछि माटो राख्दिनँ। यो पत्करलाई मजाले अलिअलि मसिनो गर्नुपर्ने हुन्छ। तर मैले यतिकै ठुल्ठुलो राखेँ, यो मल भइहाल्छ। अनि माटो राखिदिएँ मैले। सबै कुरा मिलाएर रेडी गरेको माटोलाई चाहिँ मैले राखिदिन्छु, यसको ठिक्क भोरिदिन्छु। अनि त्यसपछि थोरै माटो राखेँ, फेरि पत्कर पनि राखेँ क्या। मैले अलिकति कम भयो जस्तो लाग्यो। अनि माथिबाट मैले माटो भरेर फुललाई मजाले रोपिदिएँ। यो चाहिँ मेरो घरैमा भएको हो है बिरुवा चाहिँ। यो रोपेको थिएँ, त्यो भएर आफै बिउ झरेको रहेछ। त्यसपछि मैले यसलाई पनि रोपिदिएँ। कस्तो राम्रो देखियो, यो कस्तो राम्रो फुल्छ। म पछि हजुरहरूलाई फुलेपछि देखाउँछु है त। अनि मैले चाहिँ पालोसँगले रोपिदिएँ यिनीहरू। मेरोमा चाहिँ 5-6वटा थियो, आफ्नै घरमै भएको बिरुवा उम्रिरहेको रहेछ। अनि मैले यसलाई यहाँनिर सारिदिएँ मिलाएर। सबैलाई मैले पालो गरेर रोपेँ। नर्सरीमा किन्नु पर्यो भने यसलाई चाहिँ 40 रुपियाँ परिहाल्छ। तर मेरो चाहिँ घरमै थियो, त्यही भएर मैले चाहिँ किनेरै ल्याएको हो। 2टा किनेर ल्याएको थिएँ नर्सरीबाट, अरू चाहिँ घरकै हो। अनि यो चाहिँ मलाई एकदम राम्रो लाग्छ। अब सिजनको फुल है, अब 3-4 महिनासम्म चाहिँ राम्रै हुन्छ, त्यसपछि त हुँदैन फेरि। अनि यसलाई मजाले रोप्ने। हजुरहरूले चाहिँ रोप्नु भयो कि भएन? यसरी यो जाडो महिनामा चाहिँ एकदम राम्रो देख्छ कि यो फुल्यो भने एकदम राम्रो ढक्कमक्क देख्छ। यो चाहिँ मलाई एकदम राम्रो लाग्यो, त्यही भएर लिएकी छु। अनि पोहोर पनि मैले रोपेको थिएँ। त्यसपछि यो पालि चाहिँ एकदम राम्रो लाग्यो, पोहोर धेरै फुलेको थियो। अनि त्यसपछि मैले यो साल पनि लिएर रोपेँ। हेर्नुहोस् त साथी, कस्तो राम्रो देखियो। अनि यो चाहिँ फेरि सधैँभरि हुन्छ क्या, काटिदिनुपर्छ मजाले। अनि यो त पछिसम्म सधैँभरि हुन्छ। हेर्नुहोस् त साथीहरू, कस्तो राम्रो देख्यो मेरो। अनि यो पछि
यो गमला भरि नै हुन्छ क्या पछि फुल्ने बेलामा। अनि एउटामा चाहिँ मेरोमा थिएन, अलिक पछि लिएर रोप्छु। अनि मैले यो सबै यिनीहरूलाई चाहिँ हटाइदिनु आँटेको साथीहरू। यहाँ चाहिँ मैले सिजनल फुलहरू राख्ने, यसले चाहिँ मैले तल सार्न आँटेको थिएँ। यो पिटोनिया चाहिँ मैले अगाडि नै रोपेको थिएँ। हेर्नुहोस् त साथी कस्तो मजाले गमलाभरि फुलेको छ। अनि यो बगमबेलीहरूलाई चाहिँ मैले साइड लाएर राख्छु, अरूलाई चाहिँ मैले तल राख्ने हो किनभने यो राम्रो देखेन। अनि यहाँ चाहिँ सिजनल फुलहरू झप्पलाई नै लाएर फुलाउने क्या साथीहरूलाई। पछि म हजुरहरूलाई फुलेपछि पनि देखाउँछु है। अनि यो राम्रोलाई चाहिँ मैले राखेँ, अरू चाहिँ मैले सबै अर्को ठाउँ सारिदिने हो। अनि खाली भएकोमा चाहिँ मैले यो अघि नै रोपेको सिजनल फुलहरू लाइन लाएर रोप्छु। कस्तो राम्रो देख्छ। अब 3-4 महिनासम्म त हुन्छ नि त यो फुल। अनि के अरे वैशाख जेठसम्म त हुन्छ। अनि कस्तो राम्रो देख्छ। मलाई नि यो पालि चाहिँ यहाँ सरर लाएर राख्नु मन लाग्यो। हेर्नुहोस् त साथीहरू मैले आज रोपेको कस्तो राम्रो देखियो। यसरी रोप्नु अस्तिदेखि मन लागेको थियो, अनि मैले आज चाहिँ सरर लाएर मेरो इच्छा पुरा गरेकी छु साथीहरू। हेर्नुहोस् त कस्तो देखियो मैले रोपेको फुल। अनि मेरो भिडियो कस्तो लाग्यो हजुरहरूलाई? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला। यस्तै मेरो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई यसरी नै धेरै माया गरिदिनु होला।